सम्पूर्णमा नमस्कार। आज हामी नेपाली सेना नेपाल आर्मीको लिखित परीक्षामा सोध्न सक्ने विभिन्न महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर आएका छौँ। आजको पहिलो प्रश्न, सुबेदार पदको दर्जानी चिन्ह कुन हो? यसको एन्सर रहेको छ चन्द्रमा रहेको छ। त्यसैगरी अर्को प्रश्न, नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ? यसको एन्सर रहेको छ जम्मा 0.03%। अर्को प्रश्न, भारतलाई मात्र छुने प्रदेश कतिवटा छन्? यसको एन्सर 2वटा, जुन चाहिँ प्रदेश नम्बर 2 र 5 रहेको छ। त्यसैगरी अर्को प्रश्न, चीनलाई मात्र छुने प्रदेश कतिवटा छन्? यसको एन्सर रहेको छ 1वटा, जुन चाहिँ कर्णाली प्रदेश हो, जुन 6 नम्बर हो। अर्को प्रश्न, प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेको छ? प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेको छ? यसको एन्सर 3750 मिटरको उचाइमा रहेको छ। अर्को प्रश्न, नेपालको सबैभन्दा ठुलो नदी कुन हो? यसको एन्सर रहेको छ सप्तकोशी नदी। अर्को प्रश्न, नेपालको उत्तर दक्षिण सरदर चौडाइ कति छ? नेपालको उत्तर दक्षिण सरदर चौडाइ कति छ? यसको एन्सर रहेको छ 193 किलोमिटर। अर्को प्रश्न, नेपालभन्दा चीन कति गुणा ठुलो छ? नेपालभन्दा चीन कति गुणा ठुलो छ? एन्सर 65 गुणा। अर्को प्रश्न, नेपाली सेनामा प्यारासुट जम्पिङ तालिममा सहयोग गर्ने राष्ट्र कुन हो? यसको एन्सर रहेको छ इजरायल रहेको छ। अर्को प्रश्न, वाइ आकारको ताल भनेर कुन ताललाई चिनिन्छ? वाइ आकारको ताल भनेर कुन ताललाई चिनिन्छ? एन्सर से फोक्सुन्डो ताललाई चिनिन्छ। यसैगरी दोर्जे-लाक्पा हिमाल कुन जिल्लामा पर्दछ? दोर्जे-लाक्पा हिमाल कुन जिल्लामा पर्दछ? एन्सर सिन्धुपाल्चोक जिल्लामा पर्दछ। अर्को प्रश्न, नेपाली सेनाको सर्वोच्च नेतृत्वकर्ता कसलाई मानिन्छ? यसको एन्सर रहेको छ राष्ट्रपति। यसैगरी अर्को प्रश्न, नेपालको पहिलो उपराष्ट्रपति को हुन्? नेपालको पहिलो उपराष्ट्रपति को हुन्? एन्सर परमानन्द झा। यसैगरी अर्को प्रश्न, नेपालको प्रथम सेनापति को हुन्? नेपालको पहिलो सेनापति को हुन्? एन्सर विराज थापा मगर। यसैगरी अर्को प्रश्न, भगवान इन्द्रका छोराको नाम के हो? भगवान इन्द्रका छोराको नाम के हो? एन्सर जयन्त। अर्को प्रश्न, युरोप भ्रमण गर्ने प्रथम प्रधानमन्त्री को हुन्? यसको एन्सर रहेको छ जङ्गबहादुर राणा। अर्को प्रश्न, उपसेनानीको दर्जानी चिन्ह कुन हो? उपसेनानीको दर्जानी चिन्ह कुन हो? एन्सर खुकुरी क्रस चन्द्रमा।
अर्को प्रश्न, विश्वको सर्वोच्च स्थानबाट उत्पत्ति भएको नदी कुन हो? यसको एन्सर रहेको छ अरुण नदी। अर्को प्रश्न, विश्वको सबैभन्दा होचो उपत्यका कुन हो? यसको एन्सर रहेको छ अरुण उपत्यका। अर्को प्रश्न, नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? एन्सर भक्तपुर जिल्ला, जसको क्षेत्रफल 119 वर्ग किलोमिटर छ। यसैगरी अर्को प्रश्न, नेपाली सेनामा जम्मा कतिवटा पदहरू रहेका छन्? यसको एन्सर रहेको छ जम्मा 18वटा पदहरू रहेका छन्। आजको भिडियो यति नै, धन्यवाद।